नमस्ते सबैजनामा। अहिले हामी कुबिन्डेमा छौँ, जुन कास्की र स्याङ्जाको सिमाना हो, दक्षिणी भेगको। यो चाहिँ स्याङ्जा जाने बाटो र यो चाहिँ पोखरा वार्ड नम्बर 22 उल्लेरी जाने बाटो भयो। र आजको यात्रा फेदीखोला गाउँपालिका वार्ड नम्बर 1 दामगाडेमा अवस्थित गोर्खा स्मारकसम्मको यात्रा रहेको छ। र यो साइनबोर्डमा छ फेदीखोला बजार र यसको साइडमा उक्त गोर्खा स्मारकको निकै नै रमणीय स्थलमा छ। उत्तरतर्फ हिमाल, वरिपरि डाँडाकाँडाको बीचमा अवस्थित गोर्खा स्मारक निकै नै रमणीय ठाउँमा रहेको छ। यो चाहिँ उक्त कुबिन्डेमा अवस्थित प्रतीक्षालय नजिकै टोयलेट निकै नै सुविधाजनक र यो शिलालेख रहेको छ उक्त टोयलेट र धारो बनाउने व्यक्तिको हो। धारोमा पानी पनि आउने गर्छ। र आजको यात्रा अब सुरु हुन्छ। लगभग 1.5 किलोमिटर को दूरी पार गरेपछि उक्त गोर्खा स्मारकमा पुग्न सकिन्छ। र अबको यात्रा सुरु हुन्छ। हामी अहिले कुबिन्डेबाट हिँडिसकेका छौँ। यो चाहिँ फेदीखोला गाउँपालिकाको सुरुवातको गेट हो। यो कुबिन्डे बजार हो। केही पर पुगेपछि हामी देब्रेतर्फ लाग्छौँ। पोखराबाट जाँदाखेरि देब्रे साइडबाट माथि उकालो लाग्यो। हामी लागिसक्यौँ। निकै नै उकालो र निकै नै घुम्ती रहेको छ बाटो। एकदमै राम्रै छ, चौडी पक्की बाटो र बिचमा एउटा 200-300 मिटर जति कच्ची छ, नत्र भने सबै पक्की छ यो बाटो। भिडियो हेर्दा कस्तो लाग्यो यसको प्रतिक्रिया पनि गरिदिनु होला। प्रतिक्रियाहरूले अर्को भिडियो बनाउने पनि प्रेरणा दिनुहोस्। अहिले हामी उकालो बाटो लागिसकेका छौँ। राम्रो छ।
गरिसक्यौँ खोइ नै भइसक्यो मैले लगभग 200-300 मिटर जति कच्ची छ त्यसबाट पक्किने बाटो छ कच्ची बाटो भए पनि किन राम्रो छ बाटो त अहिले अर्का यो बर्खायामकोले गर्दाखेरि हिलो अलिअलि हिलो पनि छ तर त्यति साह्रो हिलो होइन अहिले हामी रामकोट गाउँ पुग्न लाग्दै कुछेनको एउटा डाँडामा छौँ यो डाँडाबाट सुन्दर पोखराको अवलोकन गर्न सकिन्छ यहाँबाट देब्रे साइडतिर तपाईले देख्न सक्नुहुन्छ सुन्दर पोखरा हिमालहरू पनि देखिन्छ तर अहिले बादलको कारणले गर्दाखेरि सबै बादलले छेकेको छ निर्माणधीन भएको अवस्थामा रहेको विश्वविद्यालयको साइडमा मन्दिर छ पक्की बाटो लागिसकेका छौँ कच्ची बाटो सकियो अब पक्की बाटो सुरु भयो बाटो हल्का उकालो भए पनि सजिलो छ किन राम्रो छ बाटो सुन्दर चिटिक्क मिलेको घरहरू होमस्टेहरू एक दुईवटा खाजाको रेस्टुरेन्टहरू पनि रहेको छ र यसको सक्ने खेल्ने हामी यसको बाटोको दाहिने साइडतर्फ लाग्नु पहिलो पटक भएको कारणले गर्दाखेरि झुकिएर फेरि बाटोबाट फेरि फर्किनु परेको छ फर्केर फेरि हामी त्यही बाटो लागेका छौँ र यसको दाहिनेतर्फ अफ रोड जुन कच्ची रोडतिर लाग्नुपर्छ यहाँबाट लगभग 100-150 मिटर को बाटोपछि हामी उक्त गोर्खा स्मारक भवनमा पुग्न सक्छौँ र नसकिनेलाई यो सिडी जुन बार लागेको सिट छ यहाँ चाहिँ हामी च्यान डाँडामा पुग्छौँ तर त्यो बाटो होइन
हामी त्यहाँबाट अझै पर जानुपर्छ र अहिले हामी गोर्खा स्मारकमा पुगिसकेका छौँ र यो गेट हो यो प्रवेश गर्ने गेट। यहाँ वरिपरि कम्पाउन्ड घेरिसकेको छ। अहिले हामी गोर्खा स्मारकको कम्पाउन्डभित्र प्रवेश गरिसकेका छौँ। यहाँबाट हरियाली डाँडाकाँडाहरू देख्न सकिन्छ। यो देखिएको चाहिँ गोर्खा स्मारक भवन हो। यो गोर्खा स्मारक भवन र यसको साइडमा कालो कालो त्यो ट्याङ्की हो, यो जुन टोयलेट हो। अब यहाँबाट हामीले यो मट्टीखान हो, यो मट्टीखानको डाँडा। अनि यहाँबाट हामी नुवाकोटको टावर, त्यहाँ दरबार पनि छ भनिन्छ, तर म गएको छैन त्यो ठाउँमा। यो चाहिँ अहिले हामीले जुम गरेर देखाएको चाहिँ नुवाकोटको टावर हो। यो यहाँबाट निकै नै हरियाली मनोरम दृश्यहरू देख्न सकिन्छ। अब हामी उक्त गोर्खा स्मारक भवनतर्फ लागेका छौँ। यहाँ लागेर फेरि अर्को सानो गेट छ। र अहिले हामी गोर्खा स्मारक भवनभित्र प्रवेश गरिसकेका छौँ। यहाँ चाहिँ निर्माणाधीन अवस्थामा रहेको बगैँचाहरू रहेको छ। कुनै ठुलो छ, कुनै चाहिँ भर्खरै उम्रिने क्रममा छ। र यहाँ चाहिँ विभिन्न लाइटहरू पनि छ। रातको समयमा को लागि बत्तीहरूको पनि व्यवस्था छ। र यसको वरिपरि पानी जम्मा गरेर सजावटको लागि पानी जम्मा गरिएको छ। यो भवनको मुख्य प्रवेशद्वार भवनको एउटा सूर्य भवन भनौँ। यहाँबाट फेरि हामी भित्र गएका छौँ। वरिपरि सबै पानी जम्मा गरेर राखिएको छ। यहाँबाट हामी अझै भित्र लागेका छौँ। यहाँ चाहिँ मुख्य भवन हो।
स्मारकको टावर यो हामी देखिएको ठाउँ देखिएको र यहाँ पनि यो भवन वरिपरि सबै पानी जम्मा गरेर सुन्दरताको लागि सजावटको लागि पानी जम्मा गरेर राखिएको छ घर वरिपरि। हामी अहिले मुख्य भवनमा प्रवेश गरिसकेका छौँ। गोर्खा सैनिकको तस्बिर राखिएको छ। विभिन्न लडाइँ स्मारकको पछाडिको बाटो छ। यहाँबाट हामीले विभिन्न गाउँहरू देख्न सकिन्छ। यो चाहिँ अहिले देखिएको ठाउँ चाहिँ हरपर्क हो। सुर्बजार हरपर्क कलिङको भूमिहरू स्पष्टसँग देखिन्छ। यो कलिङ जाने बाटो हो। यहाँबाट गैरापट्टि पनि देखिन्छ। अनि पोर्के उल्लेरी स्पष्टसँग देखिन्छ। ओए तँ नचल त। रामची देवी मन्दिर पनि देखिन्छ, तर यहाँ चाहिँ उयोले चेकिएको छ। निकै नै रमणीय स्थलमा रहेको गोर्खा स्मारक तपाईँ पनि भिजिट गर्न आउनुहोस् र आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला सबैलाई।